हेलो एभ्रिवान, आशा छ सबैजना स्वस्थ हुनुहुन्छ होला। अहिले चाहिँ बिहानको 7 बजिसक्यो होइन। आज चाहिँ भाइटिकाको मेन दिन के तिहारको। आज चाहिँ मैले गर्नलाई धेरै काम छ अनि म बिहानै उठेर ट्याक्कसँगले अब चाहिँ डोरी बनाउँछु कि उसबाट खरबाट डोरी बनाउने तोरण बाट्ने भन्छ नि होइन, त्यो तोरण बाट्ने अनि अरू काम आउँदै रहेछ होइन। अब चाहिँ सुरुमा त्यही गर्नु पऱ्यो। त्यही नै हो गाइज। अब यसबाट चाहिँ ट्याक्कसँगले लामो तोरण बनाउने अनि ट्याक्कसँगले राख्ने हो होइन। अब चाहिँ अझै घाम लागेको छैन, झाडु पिन्छ होइन। सो फाइनली अहिले चाहिँ मैले बल्ल तल्ल ढङ्ग नपुगे हात दुखाएर आधा घन्टा लाएर चाहिँ यति डोरी बनाइसकेँ होइन तोरण। अब चाहिँ यो झुन्डाउने हो, यसको सेकअप गर्नु पऱ्यो क्या घर ल्याएर। अनि यो फुल लगाउने हो क्या यसमा। सो फाइनली मैले फुल पनि टिपिसक्यो डोरीको मेकअप गर्नलाई होइन। अब चाहिँ यसको ट्याक्कसँगले मेकअप गर्नु पऱ्यो होइन। फाइनली अहिले चाहिँ यसको सेकअप पनि रेडी भयो। अब चाहिँ ट्याक्कसँगले माथि झुन्डाउने हो क्या। अनि त्यसपछि यो काम भ्याइन्छ अनि अरू काम पनि छ होइन। फाइनली यो टाकेर पनि भ्यायो होइन। सो मेरो त्यो काम भ्याइसँगै अब चाहिँ मेरो ब्रेक पनि सुरु भयो। अब चाहिँ चिया खाने होइन। हाम्रो घरको आनमान सानको पूजा गर्न आएछ। मैले शरीरको अवस्था भौतिक अवस्था ठिक छैन क्या होइन। त्यो चाहिँ यिनको मैले पूजा गरेर भइसकेँ होइन। यिनीलाई मैले आशीर्वाद पनि दिइसकेको छु होइन। धेरै शिक्षाहरू पाउनु, डाक्टर पाइलट बनाउनु होइन। अनि यिनी चाहिँ अहिले रिसाइछन् क्या, आज यसको पूजा भएर होला होइन। पूजाको दिन रिसाउँछ कि हाम्रो घरमा पनि बिहानको मिठो काम लागिसक्यो होइन। अब चाहिँ एकछिनका चर्को हुन्छ कि अहिले चाहिँ बसेर ताप्न सकिने हुन्छ क्या। अब मैले पनि टन्नै काम गरिसकेँ होइन। अब चाहिँ एकछिन ब्रेक लिनु पऱ्यो के। अब उसको भुइँसीको पूजा गर्नु पनि त सानो काम होइन नि होइन। पेन दुइटाले चाहिँ विरोध हानिरहेछन् कि हाम्रो पूजा भएन भनेर। यसो रिसमा मलाई गाली गरिरहेछन् होइन। चाहिँ म माथि ठुलो दुःख आइपऱ्यो। दुःख भन्दा नि गाह्रो आपत आइपऱ्यो होइन। अब चाहिँ घर गाडी नभएर यस्तो दबाब दिइराखेँ होइन। फ्यामिली प्रेसर भयो एउटा नहुनेको होइन। अब आफू त वर्षको एकचोटि तिहारमा नहुनु पऱ्यो। अब पोहोर सालमा त अहिले चाहिँ पानीको नजिक जाँदा कस्तो सिरिङ गर्छ। अनि घरको सुरक्षामा चाहिँ उस्तै हो कि तिहारमा आफ्नो तिहारमा नहुनु पऱ्यो होइन। के गरेर नहुने होला भनेर सोचिरहेको छु होइन। यो घामको खप्परहरू पनि आजै लाएको छैन कि होइन। कस्तो रुने मन लाग्छ। के गरेर नहुने हो, वर्षको एकचोटि नहुने परिरहेको छु। सो अहिले चाहिँ मैले जेनतेन हिम्मत पुऱ्याएर पुरो ठुलो स्वरमा होइन अब चाहिँ म नुहाउँछु भनेर अगाडि गर्छु। तर यो घामको खप्परले आज मलाई आएर धोका दिइसक्यो होइन। अब चाहिँ नुहाउँछु भनेर कोसेपछि नुहाउनै पऱ्यो होइन। त्यो अगाडिको मजाक थियो कि होइन। अब चाहिँ सो फाइनली म यत्रो दुःख कष्ट हुँदै पनि बल्ल नुहाएर भइसकेँ होइन। 1 वर्ष पछाडि नुहाउँदै चाहिँ साह्रै गाह्रो हुने रहेछ क्या। बा अहिले चाहिँ नुहाएर ट्याक्कसँग घाममा बसिया छौँ होइन। उता नुहाउँदैछ होइन। म पालैसँग नुहाउनु पऱ्यो नि त होइन। साह्रै गाह्रो भयो। त्यही नै हो। अब नुहाइधुवाइ पनि भयो। अब चाहिँ 11 बजेर 49 मिनटमा टिका छ अरे। अनि टिका सिका लाउने अब चाहिँ अलिकति टाइम छ अझै पनि। अनि अरू काम गर्दै राख्नु पऱ्यो होइन। मम्मीले टपरी बनाएर पनि भइसक्नु भयो होइन। सानो बनाउँदै हुनुहुन्छ होला होइन। त्यही हो। अब मम्मीको मालो टिका छैन नि, त्यही भएर मम्मीले हामीलाई सघाइराख्नु आएको छ क्या। मालो जानुहुन्न अनि टिका छैन मालोको। अहिले चाहिँ मम्मीले हामीलाई खानासाना बनाउने अनि त्यही हो हेल्प गरिराख्नु भएको छ होइन। हामीले त टिका लाउनु हुन्छ, उता मालो चाहिँ हुँदैन कि। त्यही भएर अहिले चाहिँ हामी टिका सिका लाएर रेडी भइसक्यौँ होइन। अब चाहिँ रोटी पनि धेरै खाइएन। अब चाहिँ भात खानालाई रेडी भइसक्यौँ। अब चाहिँ बाँकी भिडियो अब भात सात खाएपछि होइन। त्यति होला भाइ। हामीले खानासाना पनि खाइसक्यौँ होइन। अहिले चाहिँ ट्याक्कसँगले पेटसेट भरेर अब चाहिँ बसेका छौँ घाममा होइन। अब भैलो पनि खेलिन्छ के गरिदिन्छ होइन। अब खेल्ने भन्नुहुन्थ्यो गर अब खेलिन्छ होला। अब राति खेलिन्छ भैलो त चाँडै सुरु गर्ने कुरो भएन होइन। अब चाहिँ एकछिन बस्छौँ अनि त्यस पछाडि बेलुकी बस्छौँ। साँझतिर जाने हो कि तल भैलो खेल्न गाउँतिर होइन। अहिले चाहिँ हामी ट्याक्कसँगले भलिबल खेल्नको लागि जाँदैछौँ होइन। अब चाहिँ बेलुकी पख पनि भयो होइन। टिका पनि लगायो होइन। तयारी चाहिँ अब घरको काम पनि अब त्यस्तै हो अनि च्याउ लगायो। अनि अहिले चाहिँ हामी भलिबल खेलेको हेर्नलाई जान लाग्छौँ होइन। भलिबल चाहिँ दाइहरू खेल्नुहुन्छ कि हामी खेल्न सक्छौँ होइन। तास खेल्ने जक्सन है
क्लासमा गरिरहेको खेल्न खेल्दैन हामीले चाहिँ पढाएको मात्र हो त्यहाँ गइरहेको साथीले चाहिँ अहिले पड्काउनु लाग्छ होइन अहिले चाहिँ यसले रेडबुलको क्यानमा हालेर अहिले चाहिँ पड्काउनु लाग्छ होइन अहिले कसलाई लाग्ने हो भन्ने डर हुन्छ क्या चाहिँ ए पड्क्या पुसी अहिले पड्किन्छ यो त हरामी हुन्छ ओहो पड्क्यो होइन यसैले पड्कायो सो यसबाट चाहिँ धुवा निक्लिने गरिसके बुढी हुन्छ कि हुन्छ भलिबल खेल्ने भन्ने त नाम मात्र भयो यसो पटक्का पड्कायो होइन केटाहरूले टिकटक गराउँदैछन् होइन यसो त्यही काम भयो यसो घुमफिर गर्ने आज चाहिँ प्लेयर रमाइलो होला जस्तो छ होइन कोडमा 2 जनामा खेलाडी मात्र होइन यहाँ मुकाबलाको खेल भएछ सर्भिस कटाउन सक्नु भएन होइन 3 जना खेल्दैछौँ होइन 2 जना खेलाडीमा रोमाञ्चक खेल भइरहेको छ होइन 2टा बौलहरू खेलिरहेका छन् चाहिँ हामी बाङ्गतिर जानलाई होइन भलिबल सलिबल खेल्दैन होइन केटाहरूले बाङ्गतिर जाम भने अनि बाङ्गतिर जानलाई होइन चाहिँ फुल टिप्नलाई वहाँ माथि गएर फुल टिपेर आइसक्यो होइन अहिले चाहिँ हाम्रो बाङ्गो जाँदैछन् फुल टिप्न जा केही न फुल टिप्न होइन यिनको ल परे छक्कीको नि फुल टिप्नु हो सब टिप यो चाहिँ फुल टिप्दैछ होइन ल भयो चाहिँ हामी भैलोबाट निक्लिसक्यौँ होइन त्यहाँ बाटामा एउटा सानो भैलो रहेछ अनि त्यसको हल्का हेरेर चाहिँ हामी अगाडि बढिसक्यौँ होइन हाम्रो गन्तव्यतर्फ हामी मान्छे यात्रा फर्किन लागिसक्यौँ होइन अब चाहिँ रात पनि पर्न लाग्यो कि साँझ परिसक्यो होइन केटाहरूले चाहिँ टायर गुडाउँदै होइन बाइकको घर जाँदैछौँ ल हामी फाल अब यो कहाँसम्म जान्छ यो बौलाले बोक्नु चढाइरहेको छ अहिले चाहिँ हामी मान्छेदेखि टाढा आइसक्यौँ अब घर फर्किँदैछौँ अनि केटाहरू पछि आएछन् होइन कुरा गर्दै रमाइलो छ आज तिहारको दिन राम्रै भयो साथीले चाहिँ अहिले स्कुटी चलाउँदैछ होइन अहिले चाहिँ यहाँ सुरु भइसक्यो के भैलो सुरु गरिसक्यौँ घरको चाहिँ यहाँ चाहिँ साथी घरबाट चाहिँ हामी ट्याक्करसँगले भोलि सोलिएर पनि घरतिर फर्किँदैछौँ होइन रात पनि पर्न लाग्यो फोन घर जानु पऱ्यो कि अहिले चाहिँ ट्याक्करसँगले घर कपडा सपडा लाएर जाडो हुन्छ रातिमा तयारी गरेर आउने हो कि अनि रातिमा जाडो हुन्छ ज्याकेट लाउनु पऱ्यो अनि अहिले चाहिँ रमाइलो गर्दै हुनुहुन्छ अनि हामी घर भात सात खाएर आउने हो कि त्यसले हामी चाहिँ दौडेर पसिना भएर अहिले चाहिँ घर आइसक्यौँ होइन अहिले चाहिँ मम्मीहरूले खानासाना रेडी पार्नु आएको रहेछ अहिले चाहिँ हामी खानासाना खाएर अनि न्यानो कपडा लाएर अहिले भैलो हेर्नु जान्छौँ अनि भैलो 1-2 घन्टा हेर्छौँ अनि रमाइलो गरेर अनि आएर सुत्नु पऱ्यो कि अनि त्यही हो अब भैलो तिहारको बेला भैलो खेल्ने त पुरै भएन अनि एकछिन भैलो सैलो खेल्छौँ अनि आज चाहिँ साह्रै रमाइलो भयो क्या मम्मीहरू घर चाहिँ रमाइलो भयो होइन अनि यस्तो टिका पनि लाउँदा रमाइलो भयो अनि केटाहरूसँग पनि रमाइलो भयो होइन अब चाहिँ त्यही भैलो सैलो हेर्छौँ होइन हजुरहरूलाई आजको भ्लग मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला आजलाई यति नै थ्याङ्क यू फर द वाचिङ बाई